ल हेलो गाइज हाम्रो बयरवनको तपाईहरुलाई म भ्रमण गराउँदैछु टुर गराउँदैछु हेर्नुहोस् यो हाम्रो बयरवन बजार भनिया यस्तै हो साथी हो उहाँ माथि सैलुन छ सैलुनमा सबै भिड छ हेर्नु होला यता हाम्रो सैलुन मास्टर एकजना भर्खरै बिहा भएको थियो भाइको चाहिँ बर्मन बजारको दृश्य हेर्नुहोस् कस्तो छ हाम्रो बर्मन बजार सुध्रेको त छैन अलिअलि केही मात्रामा सुध्रेको छ घरहरू बनिएर त्यसलाई भन्छ 4 तले बिल्डिङ हाम्रो अशोक राजको साइकल दोकान यता सुँगुर गोसवाला हाम्रो बर्मनको सुँगुरको मासु कति खाने हो गाइजहरु ल कति केजी हो भन्नुहोस् यहाँ हाम्रो अंकलहरुले नाप्दिहाल्छ चुवाचे कसरी केजी छ अहिले अंकल 500 अनि ल हेर्नु त यहाँ चुवाचे अब यो फेरि खाटी लोकल हो ब्ल्याक चुवाचे हैन अंकल ब्ल्याक चुवाचे यता हाम्रो यहाँ दिदी हुनुहुन्छ यहाँ नाङ्गै बनाउँदैछ कुखुरालाई दिदी किन यसको लुगा उधारिदिनु भएको यसको लुगा किन उधारेर एउटा लाज लागिसक्यो होला दिदी लाज शरम सबै के गरेको थियो यसको भरे फेरि आज दिनभरिमा यिनीहरूको पनि व्यवस्था हुन्छ है गाइज पकासको पेटभित्र सास फेर्नु पुग्छ अहिले सास फेर्दैछ यहाँ यता फेरि डक्टर यता हेर्नु अपरेसन गरिदिँदैछ डक्टर बर्मनको खतरा डक्टर ल त ल दिदी ल हाम्रो दिदी डक्टर हेर्नु त ल राम्रोसँग हेरिदिनु त गाइज हेर्न एकैछिनमा यस्तो त अपरेसनहरू टाकटिक भइहाल्छ यस्तै छ गाइज हाम्रो बर्मन बजार हेर्नु बाटो बनाएर बाटो सबै बिगारेको छ यो बाटो बनाउनेहरूले बाटो झन् बिगारेर खत्तम बनाएको छ गाइज हाम्रो घनश्याम मेडिकल यता सुँगुर फ्रेस हाउस अर्को छ यहाँ सुँगुर फ्रेस हाउस बर्मनको 24 आवर्स फ्रेस हाउस के हो दोकान नखोलेको बर्मनको भ्रमण गराइदिँदैछु तपाईहरुलाई गाइज यता हाम्रो वडा कार्यालय गाइज वडा कार्यालय हाम्रो वडा कार्यालय गाइज हेर्नुहोस् हाम्रो हस्पिटल पनि तपाईहरुलाई देखाइदिँदैछु गाइज कस्तो लाग्छ हाम्रो वडा तर वडा अहिले अलिक राम्रो सुधार भएको छैन हेर्नुहोस् त माथि ढङ्ग्रा ढुङ्ग्रुक छ आज बन्द शनिबार भएर यता हाम्रो बर्मन स्कुल ओइ फुच्चे तिमीहरु के हो काम छैन हाम्रो यो हस्पिटल बर्मनको हेल्पोस हाम्रो बर्मन हेल्पोस हस्पिटल गाइज कस्तो छ हेरिदिनु होला यता टोइलेट बाथरुम वडा कार्यालय हाम्रो यही हो यो हाम्रो हस्पिटल इमर्जेन्सी गेट बर्मन हाम्रो हेल्पोसको ठुलो हस्पिटल बन्दैछ नि त हौ गाइज हाम्रो पनि हस्त गाइज ओके बाई टेक केयर सपोर्ट गरिदिनु होला साथ दिनु होला कमेन्ट गरिदिनु होला के कस्तो लाग्यो मेरो भिडियोमा
सबै कुरो कमेन्टमा भनिदिनु होला ओके बाई बाई